Adele Tirindiri सर्वप्रथम Kayumunam Tini अ, Shibjibe 40औं अन्तर्राष्ट्रिय कागी मोलममा Gumdilia अनि उपस्थित Congress हुनुभएका अ, Gale Gay Jazum सम्पूर्ण श्रद्धालु Chambu गुरु Surju श्री गजर मजे Gayazin ज्यू Habana खास विशेष गरी Malagyo अ, Singe त्यस्तै गरी Singe खिम्बु Dajishin आचार्य Singye भिक्षु भिक्षुनी Dana साथसाथै Chondakani Bebe अनि Tene धेरै Mimanga देशदेखि पाल्नुभएका अनि Chondakaya बौद्ध Gumdilia मार्गीयहरूमा Jashive Samdishwayi मङ्गलिकको साथसाथै 다 सर्वप्रथम 달로그 हार्दिक न्यानो 다 अभिवादन प्रक्रियाउँदछु 주시디 간데 यसपालिको यो 제사도 कागी मलमको प्रवचनको 주시 विषय के 도시니 राखौँ होला भने मैले अनि यस्तो विचार गर्दाखेरि 소주 अ, 지시들이나 야부용 पहिलो कर्ममा 야부용다 दुसुम खेम्बाको 교세 छ बुधे 코레스비나 छ बुधे प्रवचन रहेको छ 시니에 달로 दुसुम खेम्बाको प्रवचन हो यो 내조도 되네야 그 अनि 유몰람디 응원들도 यसपालि अब यो 디베 कैगी 바디 मलमको पूर्व 디진 भनौँ न 개발지 यसपालि चाहिँ अब कैगी मलममा चाहिँ 소주야 पूर्व 순이 과외기 디진 개발지 अभिषेक अब 디진 यो 개발고 पूजामा चाहिँ 싶은데 है मल्लमा चाहिँ अब दुसुम केम्बाको प्रवचन गर्न 디그 जाँदैछु उहाँ चाहिँ 그다음에 सन् एघार सय दसमा 디진지야 जन्मिनु भएर 1119 त्रिनब्बेमा निधन 주시 हुनुभयो अर्थात् 간데 디진 अ, 개발기 दुसुम खेम्बा भनौँ न बित्नु भएर 832 다시 그 잡아야 वर्ष 최신이야 गएको अब यो 송송 다대야 뭐랑 그 끌이야 समय रहेको छ 지단 다 यो 대니 बेला चाहिँ अनि 마 यो यसौँ 40औँ कैगी मल्लमा चाहिँ दुसुम खेम्बाको 저리 अनि छ 인지다네 बुधे 솔레 प्रवचन अनि 중세모도 बताउन गइरहेको छु 다나 अब 딘디 यो कायु मल्लम बेलामा 슈아베 धेरै अब 디베기 अनुयायीहरू ठाउँहरूदेखि 렌주 पाल्नु 닌지 भएकोले 체데발레가 하네 त्यो बेलामा पनि 레다 धेरै मान्छेहरू पाल्नु 셈보 मानिस पाल्नु भएकोले 최시기 त्यो बेला विभिन्न 세아데 अनुसन्धान गरेका विद्वानले 도가 세아데 प्रवचन यसरी बताउनु 시작도 भन्दाखेरि पनि अनि 다데 त्योभन्दा एकदम 디베기 더지 महत्त्वपूर्ण 최시 कुसुम 최시 खेम्बाले बताउनु भएको 최시기 छ बुधे 최시고 प्रवचन बताउँदा एकदम 야 서진이 महत्त्वपूर्ण र 세아데 लाभदायी देखियो 고만나올이야 아 अनि यो 서주시 मैले सही 딘디 देखेँ यो बतायो भने चाहिँ 딘지 साँच्ची नै पक्कै नै 동다 अनि लाभ 미세지 होला 대야조 अनि पूर्व कैयुपाहरूले 마시다 कसरी 디베야 प्रवचन गरेको थिए भने लाभ 딘데리라 होला कि भने 고대와 जमर्को राखेर अनि 대바시기 यसपालि पनि अनि यसै 시아데 यो 루스 प्रवचन 딘데리야 राखेको छु 담보발이야 अनि 소주시 दुसुम खेम्बा लगायतका 마시 विभिन्न अनि 신제 마사 दुसुम खेम्बा लगायतका विभिन्न 디진조사 यो 신제기 गुरुहरूले यसरी बताउनु भएको थियो कुराहरू जस्तै कि भनौँ न 디진도 디시베기보다 गम्बुपा 교반지기 आफ्नै अब प्रवचन जस्तै कि महाधर्म प्रवचन 고대와야 다 सुशोभित 초단지시라 धर्म 예비지 प्रवचन गुरु 디진도 सम्पन्न धर्म 간데 प्रवचन 두순 भन्ने 캠버기 यसरी राखिएको 디베기 थिए होइन 다지랑 금붐 अब यो 부디시 विभिन्न 세바시기 प्रवचनको यो सङ्कलनहरू चाहिँ 지단다 दुसुम केमा आफ्नै अ, 장게 धर्मको 샤베베기 भण्डारभित्र त धेरै त छैन 소주 체어 말에 उहाँको धेरै एकदम 내야 प्रख्यात 고만디 लेखक पनि रचना पनि 둥둥거다 होइन 소주에 तर पनि के हो त यो 디베시 용디도 अ, कुनै उहाँको 다제 소주시 भण्डारभित्र राखिएको छ यो प्रवचन 디베라만 यो 고만남디 धर्मको एउटा सङ्ग्रह भनौँ न 다지 공배님 님불 련바지당 यो किन 숭칸 उहाँले बताउनु भयो त 디베야 भन्दाखेरि यो हामीले यसरी दर्शन गर्दाखेरि अनि पहिलो कर्म दुसुम खेम्बाले यसरी बताउने क्रममा यो पूर्वका युवाहरूले यसरी लेखोट गर्नुभएको यसरी लेख्नु भएको रहेछ भन्ने हाम्रो मनमा के हो त न, सूत्र र तन्त्रको यसरी उहाँहरूले अभ्यास गर्नुभएको रहेछ भन्ने त्यो प्रवचन हामीले सुन्दाखेरि नै चाल पाउँछौँ होइन र त्यसै कारणले गर्दाखेरि हामीले यो अहिलेको समयमा पूर्वका युवाहरूले कति दुःख गर्नुभएको थियो कष्ट कति गर्नुभएको थियो भनेर यसरी बुझ्ने क्रममा पनि हेर्ने क्रममा पनि हामीले के हो त श्रद्धाको एउटा बिउहरू पलाउँछ यो उहाँको कृपाले गर्दा भएको हुँदाखेरि यो यसपालि 40औँ अन्तर्राष्ट्रिय कागी मल्लमा चाहिँ दुसुम खेम्बाले बताउनु भएको छ बुधे प्रवचनहरू बताउँदा अत्यन्त राम्रो देखिएको हुनाले यो बताउन गइरहेको छु यसमा चाहिँ अत्यन्त आशीर्वाद ज्यादा र हामीलाई अत्यन्त पूर्व गुरुहरूको आशीर्वादको वृष्टि हुने हुँदाखेरि यो चाहिँ हामीले चाल पाउन सक्छौँ यो स्पष्ट रहेको छ त्यसैले यसको विषयमा अब छ प्रकारको छ बुधे दुसुम खेम्बाले बताउनु भएको यो प्रवचन के हो त भन्ने विषयमा म बताउन चाहँदैछु आजको यो विषय टपिक के छ भन्दाखेरि दुसुम खेम्बाले बताउनु भएको छ बुधे धर्म प्रवचन रहेको छ है त फेरि भन्न जाँदैछु 40औँ अन्तर्राष्ट्रिय कायुमलमको बेलामा
प्रवचन के हो विषय के हो भन्दाखेरि पहिलो कर्ममा दुसुम खेम्बाले बताउनु भएको छ बुधे धर्म प्रवचन रहेको छ जसलाई चाहिँ छोक्छु ढुक भनिन्छ है एउटा धर्मको समूह एउटा धर्मको सङ्कलन छवटा रहेको छ त्यो के हो भने अब म तपाईँलाई म क्रमैसँग बताउँदै जानेछु अहिले जानेको त यो साउन्डको समस्याले के सुनेको छैन सायद तपाईँहरूले यो 40 अन्तर्राष्ट्रिय कागीमलामा पाल्नुहुने एफएम मार्फत चाहिँ तपाईँले सुनिरहनु भएको छ होला भन्ने आशा गरेको छु ध्यानपूर्वक सुनिदिनु होला 제 자당 아주 이게 지금 소수에 대해서 제외입니다. त्यसैले यो 제 दुसुम 거기 खेम्पाको यो 라마 जति पनि यो छ 로마 अ, 대소다지 धर्मको सङ्कलनको 거기에 प्रवचन सुन्यो भने कैयुपाहरूलाई एकदम विश्वास जाग्ने र श्रद्धा 강광바 भक्ति आउने अनि उहाँको 외경부 विचारधा के 가리나 रहेछ 대 उहाँको 그런 게 라지 विचार के रहेछ प्राणीहितको लागि के 다다지 सम्झिनु भएको रहेछ 중주 भने 쉐베 हामीले 라지 प्रत्यक्ष रूपमा हामीले बुझ्न सक्छौँ 두번냠래 타르시미 인류산에 아니 अनि पूर्व 냐고를 कैयुपाहरूलाई नि 지게 साधनाहरू 미상자라야 पारङ्गत गर्नुभएको सबै 아나 신지 지라고 मात्र भएको 지나야 시한다 민다지 यसको आशीर्वाद पनि अरूभन्दा विशेषता भएको हुँदाखेरि अनि त्यस्तो प्रवचन हामीले सुन्दाखेरि कति हामीलाई आशीर्वादहरूको 세월을 वृष्टि हुन्छ 차이지 होला 말아 삼청도 अनि यो स्पष्ट भएको हुँदाखेरि 다이네야 त्यसै विषयमा म यसपालि 유시소 म प्रवचन 거기라마 गर्न जाँदैछु 남기 지 송쉐 바로 소쉐나 루스에 파지 냠소에서 차리 와래 가해자는다 뒤시 좀그 유라마나 फेरि 버스지 पनि आवाज आएको छ 근본이 안 제비나지 तपाईँले 소쉐 सुनिरहनु 데 파지 तर 구조든지 पनि के हो त समय कालान्तर समय परिवर्तन 냠게 हुँदै 봐 जाँदाखेरि के हो त 아니야 대기지 कैयुपा 제대로 गुरुहरूले यसरी अब 소소야 प्रवचन गर्ने 지야 यो प्रतिपदा यो चलनहरू चाहिँ प्रचलन 고저 낭당 लोप हुँदै गयो 세지 해버디 किन 매우 भन्दाखेरि 지야지 पछि अब कैयुपाहरू 루시아 पाल्नु त 주스 भयो तर 대어라 삼정도 अनि 근데 더리기 고감되던 पछि 듀제 लोप हुँदै 수직이 जाँदाखेरि उहाँको जुन 중립에 धर्मको एउटा 소주지 सङ्कलन भण्डारभित्र चाहिँ 도시우냐 यो 냐고도 삼성 다대야 प्रवचनको सङ्गालो भन्ने एउटा ग्रुपिङहरू त्यो एउटा कमजोर हुँदै गएको 제주순 हुँदाखेरि आजभोलि हामी 겐데지 देख्न पाउँदैन 최냠술 렘발레야 최주 창과 त्यसै कारणले 딘데 प्रवचन 월순샤다 परिचय दिने 소주지 말에 धर्म भनेको यो यसरी 대시야다 삼탕소 हामीले पालना 제자다 गर्नुपर्छ अध्ययन 대야 गर्नुपर्छ 소주 भन्ने यो 강로래야 परिचय चाहिँ कम भएको 시카르 요알사나 कमजोर 라마도 हुने भएको 춤창살로 अनि यसपालि मैले यो कुरा के हो त भनेर फेरि मैले स्पष्ट गर्न चाहेँ यो एकदम 시카르 नभई नहुने हाम्रो आँखा 대기지 चुचुराएको छ 대가래선 다 깜들이야 हामीले 회베지 धर्म 소야 अभ्यास 지레지 अध्ययन गर्दाखेरि 반대 छ 뒤숨 प्रकारको धर्म चाहिँ नभई 캬바 नहुने मैले देखेँ यो बताउँदाखेरि 네 अत्यन्त 지도 फाइदा हुने जस्तो देखेँ 참에 यो 캔세 छोक्छु 다른 अर्थात् 안에 반대 뒤숨 छाबुदे 캬바 धर्मभित्र के 캬바 छ त भन्दाखेरि 오니 안에 까먹그 रत्न 유샤 गुरुलाई म 버디 साष्टाङ्ग दण्डवत गर्दछु 스웨덴게나 अ, 나는 신기 샤나 주변지 आचार्य 도로 रत्न 강보 गुरुको 까마 मुखर 비부지 बिन्दुबाट भनेको 차리 छ 하래 अब 대내야 यो बेला 신기 미규라 आचार्य 지기 अ, 상기 주고 반대 강보 आचार्य 바테라 예베 गुरु 토종 आचार्य गुरु भन्नाले 레샤 केले बुझिन्छ 사회다 भन्दाखेरि यो 버지 चाहिँ 즈리 슈바 दुसुके आफैले हो जस्तो मलाई 제르 लाग्छ 자모 셀레샤 किन 캬라 भन्दाखेरि 샤바 빠서 हामी 파라와 हामीले थाहा 산나바 भएकै कुरा हो कर्म 갈롬베 कैयुको 어싱나 एउटा 서신 춥진 갸사 थालनी 땡지 कसले गर्नुभयो 제르시바레 भन्दाखेरि कर्म 아니 पाले 아니 गर्नुभयो 주지 두숨 कर्म 캠베기 दुसुम खेमाले पहिलो अवसर कर्म पाले 고르슈닝 उनलाई के हो त 아니 कालो 위장 मुकुटधारी 컴방도베 गुरु पनि भनेको छ 게라시베기 승이길 höbe त्यो 듀룽 कारणले 자마라와다 उहाँको 샤바 कर्मको 쉐기스나 अवतार पहिलो अवतार पनि हो 파스미가 मिग्यू 잡발라서 दोर्जेले आठौँ 근뒤네 कर्मको मिग्यू दोर्जेले के 조샤기 भन्नुभएको छ भन्दाखेरि 제체 용수zo 반나 बुद्धको एउटा निर्माणकायको रूपमा 되네 개외신이 पाल्देन दुसुम 샤바샤라와다 पाल्देन गम्भोपा 되네 योसँग 샤라와 अवेद 치마르샤바 भएका 내조바 अनि 실도 아니 आचार्य 근뒤네 गम्भोपा गुरु 까담기 अनि 맹아다도 गुयापति 로르기냐시나 रेचुङपा 되네 अनि 빠제 महासुकवन 가로바 रोल्पा 사게베 주도 च्याम्पो 캄바 어싱라 साले गुरु त्यसै गरी 링근디네 아니 ग्यादाङ 마쇼기 छ्यापावा 왕 वा 기바 सनकपा 맹할라서바 घलो 도셰바 भैरवा 제 असिङ 아니 치수 सिद्धाहरूलाई 달라가볼래 सयौँ 되네 गुरुहरू देखाउनु भयो भने मिग्यू दोर्जेले 제 बताउनु 곰주이 भएको छ 셰제 जुन केम्पाले चाहिँ 곰주이 सयौँ 셰제 गुरुहरू लिनु 거리야 भएको रहेछ थप्नु भएको रहेछ भने 곰주이데 드라마 까무 이버질이야 भनेको जस्तै सिनाजी दुसुम खेम्पा भोट 다 처우로 मध्यम भोटको 이제 उच्चाङमा उहाँ 라말레야 धेरै समय उहाँले 아니 बिताउनु भयो त्यो बेला महाप्रख्यात गुरुहरूको उहाँले 따지면냐면 शिक्षा 아니 शिक्षा लिनुभयो उहाँहरू 이제 चरणदेखि 까먹고 जस्तो कि 그 आचार्य तोलुङबा 아니 घ्यामरबा भन्छ 라메 छापाचु इस्लाङ्गे पछम हिमा ढक्बा लगायत 자벨란두지 अनेक गुरुदेखि उहाँले 유진두지 सूत्रको धेरै अध्ययन गर्नुभयो 근뒤산에 तन्त्रहरू सुन्नुभयो सम्प 탈라감볼래야 제 अध्ययन 뒤숨기다 गर्नुभयो 바로
त्यसै गरी 바람바 ऋषि मुनि स्यारावा 제스니야 महायोगी 지지게와 शरब धोर्जे 지불래야 दोस्रो 아니 उहाँको कर 밤제 चरणदेखि 상하게 उहाँले 센 धेरै 숙사람지 कदम्बा 샤베세 गुरुहरूको 6 वर्षसम्म 다데데게 अध्ययन गर्नुभएछ त्यसपछि पाल्छिन घलोबा भन्ने गुरु 지지게 साकेबाट भूकम्प आसेङ 지당 आदि उहाँको 반대 두숨 चरणदेखि 캠베게 अन्तरायणको कुराहरू 고바다 धेरै छेपछेप्दै सुन्नुभएछ र 리중바다 उपदेशहरू 링가바다 उहाँले धेरै 곰레바다 लिनुभएछ पछि गएर 잠디 उहाँ धागला गम्बु 이게베게레다 भन्ने बोर्डको एउटा प्रान्तमा 제모랑바 धागला 세드엔다 गम्बु भन्ने 디즈부인이라 서바 प्रान्तमा पर्दछ त्यहाँ पाल्नु 다디데게 भएर चाहिँ 지즈미네 गम्बुबा 잉얼로 균점 सँग 되게 भेट्नु भएर उहाँले 아니 धेरै 당마 अनि 상어르메바 ध्यान 바데게 गर्ने तरिका गम्बुबाको चेलालाई अनि ढोलकर 제 두숨 캠바 आर्य तारा 마더베게 देवी दर्शन 시엔사 गर्नुभयो 탐보도 유라마 신달래야 된다부지 गम्बुबा गुरुको 무슨베게 चेलासँग यति 마지막 आर्य ताराको दर्शन 베게 पाउँछ भने गुरु त कस्तो होला भने यसरी भन्नुभएछ 또 अनि 다나 उहाँले मनमने 칭콩 कुरा खेल्नु भएछ अनि पछि 제디준 जे 캠바 유산래야 जे गम्बुबा 팅이 खुवन 템 भन्ने लामोसँग चाहिँ गुरु लिनुभएछ 팅탕고 पछि गएर दुसुम अनि 지불라 아니 दुसुम 로 खेम्बा 줄라섬 भर 최삼낭 गम्बुबा 로 주부인 하섬 좀 हुने अब 주번제제 भनौँ न 다 दुसुम 홍대 भरम्बा 남으로 타바들린 यासिङमो 제비인다 ग्यालवासी भनेको यो 최영원도 गुरुहरू 주요거네 धेरै अब 순회 퇴가 अध्ययन 삼대 भएर उहाँको 고말람에다 समक्षमा उहाँ 저 धेरै प्रख्यात पनि 숭야게 हुनुभएछ 퇴섬 공소 야마 제외관에 냠시에 간데 나요바 अब गम्बो 다디 계주 दुसुमकेमा चाहिँ उच्चमा दुईचोटि पाल्नु 제버지 भएको रहेछ 제라이 들으시래 भनौँ न 다나 गम्बोपा 생기 रेचुपा 지감보베게 लिङ्कावा डिम्बुम 아니 रेपा लेन्चिक 반대 두숨 केपी 캠바네 भन्ने 너랑 सेमो नामका सल्डन 루바카기 घेसुल 감보 पुन्नी भनेको 타바지 मेरा 나네 रेपाको 유산 감보 प्रतिचुरमा 캬블라마 भएको चेला हो 롱데 맞네 दुसुम केम्बा चाहिँ के हो त अब 통 दुसुम केम्बाले मेरा रेपाको मेरा 루바 रेपासँग भेटेको यो 응시나 7जना 사거로 도지 गुरुहरूदेखि चाहिँ अब 숭기 अध्ययन गर्ने मौका 대성사부 पायो दे다 저 까본네나레도 त्यसै कारणले उहाँ चाहिँ अब उचाङ भन्ने 까본네나 ठाउँमा 네 दुईचोटि पाल्नु भएछ 제 치수 त्यही कारणले 캄보 धेरै अब 페이지네 चिन्तन गर्ने मनन गर्ने 탐제 धेरै उहाँले 까본네나 त्यहाँ 까본주 गर्नुभयो त्यो 돌봉주다 저간김라 सोबा तेरे 12 वर्षसम्म 도마마 사삼제네 अनि उहाँ धर्म 가보게 साधना देवा गर्नुभएछ इतिहासमा यही लेखेको छ 팅 통메 अनि 제네르지 राम्रोसँग उहाँले मनन 다나시 गर्नुभयो 제 चिन्तन 두숨 गर्नुभएर 캠바가 अनि ध्यानमा 싱겁이양 सँग लाउनु भएर ध्यान 대나거리도 망보 पारङ्गत 중원데 परिपक्व 대나체 हुनुभयो भने यसरी 유도지 उहाँ अनि अब हामीले 강송하르잖아 यो अब अभिधर्म 갸와스게베네 कोशीभित्र 디숨케 बताएको जस्तो कुराहरू देख्छौँ 세드롱 상계에 젠다 अनि 유라마 घम्बबा 상바디다 गुरुको अब कर्म 시에 감주다니 कम्पो घाङ्रा 너부랑 भनेको 상바갸래다 भनौँ न त्यो 감바디시 सबै 상계 फैलाउने 예야다 दुसुम्केमा पहिलो 상계 रहेको 감바 छ 퍼바 탐지kin 쯩메 주도 기억이 로마르 अनि 크리시 उहाँले पछि कम्पोनेना कर्म 제순기라 रेलिङ 가부코 दोबाङफु 유기 균셈베 टेकम्फिम धेरै 세드간데 भापोकाकीहरूको उहाँले 대단 मण्डपहरू 세리간데 निर्माण 제 गर्नुभयो 두숨 गुम्बाहरू 캠바야 그거로다 채통 त्यहाँदेखि अब खम्मा 감보라네 चाहिँ अब बौद्ध धर्म फैलाउने पहिला उहाँ नै 델라소비에다 थियो 꾸체웨기 उहाँको चेला 대망대다 एकदम 레디나다 디디 एकदम 슈르바샤바 प्रख्यात चेलाहरू पनि थिए जस्तो कि मिग्यो 다데르마 दर्जीले भन्नुभएको 무슨다 छ कि 소수에 दुसुम्केमा 두시래 यति राम्रो चेलाहरू थियो कि 다 ग्यालवा 총소가 सेङ्गे ढाङ्गी 나와야 दुसुम्केम 흘라는 맵에 त्यसपछि 쌍기 देशे 세지 ढोगन 류지도 साङ्गे 토벌을 रेछेम 내발라 युटक्पा साङ्पा 최주도 कोटक्पा 디바이 तिश्री 그 रेपा धिताक दुई 대바다 प्रकारको 실은 닌제다 ढिगुङकाग्यू 대바실은 तुरुङकाग्यू त्यसै गरी 닌제다 नफुवा 라마니네 साङ्पा 최주도 घ्यारे 룰라 맵 ढम्बा धेसिक 로체 साङ्गे येल्पा 다 साङ्गे ढम्बो लोपा 최주부디 देखि 도스케 나이 धेरै अब उहाँको चेलाहरू भएको थियो त्यो धेरै छ त्यो मैले बस बताएन नाम 대야다 मात्रै मैले 지지 बताएको 두숨 हो 캠베게 가르송 버렸잖아 라나 맵에 쌍게 공바 त्यही कारणले 포나레야 धबोका युपा 에네 भनौँ न 지 पनि उहाँहरू 차기 चाहिँ अब 징게 남 차기 एउटा 더 सुवर्ण रूपमा यसरी 최충사부터 आउनु भएको छ 가르송 उहाँहरू अब यो 다데야 अब त्यही 롱데 कारणले 카바 गर्दाखेरि अब 순율리야 दुसुम खेम्बाले बताउनु भएको यो 시와 6वटा 탐지 중에 धर्म के हो 나와 त 탐지 भन्दाखेरि 대화지 인사 아직 अ, 근데지 송주시 해봐 근데 인도사나다 대화사 근데지를 쓰기 어레 अनुत्तर 사람이야 बुद्धको ज्ञान प्राप्त गर्नुको लागि 대화사 चाहिँ 근데지를 쓰기 यो 어레 जीवनमा 대화사 एकै 근데지를 जीवनमा 쓰기 हामीले 어레 बुद्धता हासिल गर्ने 다 6वटा 제어지 धर्म पाउँ 시합이야 6वटा धर्म 아 हामीले जसरी पनि अध्ययन 대화사 गर्नैपर्छ त्यो के हो 랑규 त भन्दाखेरि 듀스라 라와 6वटा धर्म चाहिँ के 타바텔레야 रहेछ भन्दाखेरि 대화쓰기 어레 पहिलो श्रद्धा प्रज्ञा करुणा 동해서야다 गुरुको 랑규 दर्शन 듀스마 गुरुदेखि शिक्षा 라와니 लिने र 게 यो 갱가 सबैलाई 왕도 अध्ययन गर्ने 듀스레야 동해쓰기 यसमा लागि पर्ने भनेको छ 근데 다당 알아는 त्यही 소리야 कारणले 류든 셈래야 आचार्य 대화요 अर्थात् दुसुम 제제 खेम्बाले के बताउनु भएको छ भन्दाखेरि अनुत्तर बुद्धको ज्ञान 단내가 प्राप्त 대화 गर्नलाई यो 출세 नभई 주요네다 नहुने 6वटाको 여와데 이내야 कुरा चाहिँ पुग्नै 베티 पर्छ है 게게 भन्नुभएको छ 왕그 베규르 पूर्व 총대다 परम गुरुहरूले भन्नुहुन्छ 쇼베 अरूको 대화 अधिकार 이내야 अरूको 고마로 अधीनमा 쇼베 भएका सबै 다른 कुरा 대화 दुःख हुन् 이내야 आफ्नो 아이씨 अधिकारमा 그들한테 जमेको 가만 सबै कुरा 탐지 सुख हुन् 사람이야 भनेर यस्तो भन्नुभयो 다데 곤규르 त्यही 총대로 कारणले गर्दाखेरि 지금 근데 आ, 인도사나 दुःख भनेको 알아서래 के हो सुख 라완 भनेको के हो 사와지 यसलाई बताउनु 메베스야 पर्ने 라완 दुःख 사와지 भनेको के हो त भन्दाखेरि 메베이사 आफ्नो शरीर वचन चित्त 다돌 सबै 자와 अरूकै अधिकारमा गयो 두숨 आफूले केही पनि 소리사 गर्नु न 대화양 사지 चाहेर पनि गर्नु नसक्ने दुःख भने 디세브샤케 जुन आफ्नो 지시 शरीर वचन आफ्नै भित्र 포알레베 अधिकारमा 진제 रहेर 레다 आफूभित्र 요몽베 आफूले जस्तो 제왕도 बाटोमा 주거 गए 처음에 पनि 유산에 त्यसलाई अब हामीले बदल्नु 다도 पर्छ यसलाई सुख 도스키 भनिन्छ 개농사를 भने यसरी 미기 류딘도 터버 이내야 हामीले बुझ्नु 다 पर्दछ 삼지 겠네고 그 대화 섬래 यो 마도베기 कलियुगको 베데기 बेलामा हामीलाई 대화야 थाहा छ 슈디 처요 हामी सुख छौँ कि दुःखले गाँजिरहेको छौँ भनेर 다땡기 대화야 हामीले 슈디 अलिकता 간데 क्षणिक 체 सुखहरू छ 중세 तर पनि 사람이야 यो के हो त समय 랭년이 परिवर्तन भइरहन्छ 시왕레
나무 हामीले दुःख भनेको 타로이네 अलिकति 된 मात्रै छ। 대왕 어마디 디디 토그래 त्यसै कारणले गर्दाखेरि 근데 यो 인도에서는 संसारमा 프랭기 सुख 대왕해네 भनेको यो त 남 क्षणिक 융아들 कालको सुख मात्रै हो। 낭베기 किन भन्दाखेरि 쳔게래 हामी 탑바슬라 कलेजको बसमा 탑바슬라 पर्यौँ 바라디 जताततै दुःखै दुःख भयो। त्यसले 랭기 गर्दाखेरि हामीलाई 시와레 यो अहिले 차르바토디 एउटा 샤네 탑바슬라 거라 सुखद सुखद भगवान र मान्छेको एउटा भनौँ न एउटा ताइने रनी देह थारो शरीर प्राप्त थोबजामले भएको छ। जिगर त्यो भए योराले तापनि हामीले स्लाबिना थोरै क्षणिक तेजाङ सुख ज्ञान प्राप्त भएको भेस छ। तर के हो त पेना परम तिमी सुख राजा चाहिँ हामीदेखि निमेजको लोभ हुँदै गयो। क्रिसमस किन तायाबले भन्दाखेरि जुगे हाम्रो भित्र भयो ताना कर्म र जिगे कलेश थारोसला गाँजेको पुरेको 슈 हुँदाखेरि 로살 हामीले 이바 제로요 साक्षात्कार बुद्धको 딘제 एउटा महासुख कबलिया परम सुख चाहिँ पाउन सकेको 아제자 छैन। 수수지 त्यसै कारणले 나발이야 गर्दाखेरि 진남이 तिङ्गी देवा 핀제다 초보 정보도 너무 सदा सर्वदा 깨다데 सुख भन्यो 대바 भने परम सुख 클라사 बुद्धको ज्ञान हो। त्यहाँदेखि हामी धेरै टाढो भएका 가가로로시아디 छौँ। किन 로세지 भन्दाखेरि 그래 कलेश ज्यादा भयो 다 딘제 पञ्चबिसले 가가로로시아디 थुप्रै भनेको छ कबलिया 양 तमलिबा भनौँ न। लोतो तर सुसु पनि हामीले के समले हो त 멘샤위나 디디 에는 हामीले 랑베 सबैले 랑니 मोक्ष र मुक्ति 딘제 चाहेको छौँ। 초보 정보 तर पनि त्यो 사말로 क्षणिक सुख 신난자나 त हामीसँग छ। 미게마 तर जस्तो कि 메삼제 हामीले अहिलेको समयमा 수수 क्रिसमस 구성하고 भन्ने भयो, 가면체지 नयाँ 트로스 नयाँ भनौँ न 지게레베스 लोसर नव वर्ष भन्नेमा सबै घर 어페티진자 परिवार मिलेर 랑니 खाना खाने, 토마토섬기 पिकनिक मनाउने 디바 होइन, नाचगान 심진시에 गर्ने छ। 망부시부지다 हो यो खुसी हो 랭게기 हाम्रो लागि। 마시나다 랭게기 तर पनि के हो त 샤와르스나 동해 अचानक 마르다 घरमा 용어도 요아레 आगो लाग्दाखेरि हुँदाखेरि 디즈디 अनि 도조아세 디즈 अचानक एउटा 쪼조아세 दुर्घटना हुँदाखेरि 대다함지 코알레 आफ्नो भएको 뇌야 आफूमा भएको 체도 아니 आफ्नो परिवार के हो 무슬림기 त 예수시 टाढो हुँदाखेरि 타바슬라 요아레 लामो अब 델레아네 समयसम्म अब 델스리 쩌바슬라 नभेट्ने दिवंगत हुनेमा यस्तो हुँदाखेरि धेरै 나라들이 कति 상계 दुःख हुन्छ हामीलाई होइन 고유아리아 र। खास त हामीले रमाइलो गर्ने भनेको हो नि त। कसले चोटपटक लागेर दिवंगत हुने 내가 그와 투디 요르사나 अनि 상계 सबै 고마 कोही 탑이나 अब प्राणी 심지 타입에 अब के हो 겐체도 त 요래 디 प्राण 기준데네 हटेर 디 जाने 머두가 भने 기마 हुँदाखेरि 델 투디 요르 दुःखै दुःख रहेछ। क्षणिककालमा सुख भए तापनि 다 दुःखले 텐데 그 भरिपूर्ण 상계 भएको रहेछ। 섬마 त्यही कारणले 샤바해바 गर्दाखेरि विशेष 제발래야 गरी 아니 आफूभित्र एउटा 자기엔 कर्म र कलेश 랭게 बाँधेको 상상고 त्यो भित्र 요르사나 भौतरीको 자기엔 हुँदाखेरि 딘게 दुःख 두 रहेछ। 상고 요르 죽디 가르가르스라비나 हामीले के बुझ्नुपर्दछ 니가 당보 भन्दाखेरि 대바체 अनि 니가 싫어체 순바 니지체 बुद्धको ज्ञान 시발라마 प्राप्त 타바체 गर्नु भनेको नि अनन्त प्राणीहरूको लागि, अनन्तमय ngabadetin प्राणीहरूको लागि 디총 हित गर्नु हो, लाभ 최초라마 दिलाउनु हो। 아니 यसै कारणले गर्दाखेरि 대바디 एउटा 아니 क्षणिक सुख नभएर 최순이 परम सुखतिर 디샤네 जोड्नुमा लाग्नु 요소야 पर्दछ। 디초보디 차디 त्यही 요레스 कारणले समयसम बुद्धको ज्ञान हासिल 다 गर्नु, 디초 सबै 조나 प्राणी लाभ 어디 दिलाउने, सुख 대산자 प्राप्त गर्नु भनेको नै छाउरो कुरा पुग्नु 다 पर्दो रहेछ। 대바들이야 त्यो के हो त 소샤나 पहिलो के 가르쳐나 रहेछ त 델레 श्रद्धा, 당보가 쉐데 दोस्रोमा प्रज्ञा, तेस्रोमा 대바메베 करुणा, 민남라 चौथोमा 까베셔는 परम 미 गुरुको दर्शन, 사메메 쓰고도 पाँचौँमा के रहेछ 인공은 गुरुदेखि दीक्षा लिने, 지기네 छैटौँमा के 셰발라사 रहेछ 대바메베 यो 임베 पूर्वको त सबै अर्थ अभ्यासमा 대베세 ल्याउने कुरा रहेछ। हो 슬라바 यो 쿤디즈네 छवटा कुरा 대베 साँच्ची नै हामीले 싸와텐체네 परम सुख चाहिँ 전문가네 प्राप्त हुन्छ 고베시체 भनेर 유엔데기 दुष्टले 최탐지 बताउनु भएको हुँदा 기바 यसले छाबुरे 싸와시오 धर्म भनिन्छ है। 런종 남기 पहिला के हो त 대남디 एकदम 대바디 नभई नहुने के हो त श्रद्धा नभई नहुने महत्त्वपूर्ण हो। जस्तै भनेको छ कि अ, श्रद्धा नभएका मानिसहरूलाई सेतो पुण्य कर्म हुँदैन भनेको छ है। जस्तै बीज बीज 런종 आगोले 남기 जलेपछि हरियो बिरुवा उम्रिनु नसकेको जस्तै हो। 된담디 बिउ नै 대바 आगोले 이기도 जल्दियो भने त्यहाँ बिरुवा कहाँ 이메기 उम्रिन्छ। त्यही कारण 걸어봐 श्रद्धा 누레바에 भक्ति छैन भने 소환되시 कहिले पनि पुण्य 제송베스 कर्म उत्पन्न हुँदैन 된담디 भने 니로 यसरी बताउनु 깨와메베 भएको छ। 뇌야 त्यही 대바 कारणले 케바르제나 श्रद्धा 담보 नभई 탑에 नहुने 빠고 हुने 이소 हुँदाखेरि 대다 श्रद्धा नै एउटा 너도 धर्मको एउटा 동복베바 내야 대바 때나 आधार हो, 너다 까바 जरा 샤라고 हो भने 시는 यसरी 디디 자와이 जुन 연대 चाहिँ 탐지 मैले 소신 बताउनु 배워지 भएको कुरा चाहिँ 대방원로 म यहाँ 마들 तपाईँलाई 깨바디 बताउन 대베 सिकाउन 전수신의 चाहे। 남브라페 시아발라 소바 퍼그네야 말 망부 양다바 시스 제지다 진짜 송도와 디 가서 소션 디네도다 최죽 예배 나는 त्यही कारणले 당보다 भनेको छ 게시그래서 श्रद्धा चाहिँ एकदम महत्त्वपूर्ण लाभको एउटा धर्मको आधार हो, यो नभए हुँदै हुँदैन भने यसरी बताउनु 지당 아주 भनेको छ कि यहाँ 삼담이네 अ, 최초 나는 가르치그래 삼담인 담봉 아주 प्रवज्य 삼담 जस्तो कि यो 담봉에 라마데야도 당와셔야 돼 भिक्षुहरूको भिक्षुहरूको अ, 이나야 परमार्थ भनेको नि 통마르 के हो त 게시슈디 श्रद्धादेखि 대바레 बोध गर्ने हो। जस्तै कि 통마 게시슈디 सूर्यको 라마데야 मण्डलालाई 무슨 대바레 तापको प्रकाशलाई देख्नुको लागि आँखा छैन भने केही पनि देख्दैन। यस्तै किसिमको 가인산 श्रद्धा 담보 भक्ति छैन भने केही पनि देख्न सक्दैन भने गण्डवीर सूत्रमा त्यस्तै गरेको छ। श्रद्धा भनेको के हो त एउटा अक्षय धन सम्पत्ति हो, अब उत्कृष्ट पद जस्तै हो। त्यही कारणले गर्दाखेरि एउटा हात जस्तै हो, सबै पुण्यलाई सञ्चय गर्ने एउटा मूल हो। सबै गुणहरूको चाहिँ परिपूर्ण संरक्षण सुरक्षा दिने संरक्षण गर्ने एउटा स्रोत हो भनेर यसलाई श्रद्धालाई जोड्दै त्यसै गर्दाखेरि अनि श्रद्धा भयो भने मात्रै बुद्धको ज्ञान हासिल गर्न सक्छ, परम सुख प्राप्त गर्न सक्छ भनेर धेरै गुरुहरूले बताउनु भएको छ। त्यही कारण यो छवटा धर्मभित्रमा
사베메 श्रद्धा नै 시벌 त महत्त्व। 뉴궁어 बचि시 त्यही नवसे지 कारणले 가다 आफूभित्र 대바메바 श्रद्धा बल 깜바 छैन भने 지레기니 गुरु 다 लिए 디구마 पनि 베체 प्रवचन गरे पनि 디고스마 कहिले पनि 베체 उँभो लाग्दैन। 다 त्यही 되게 कारणले 대바메베 편 가서 श्रद्धा 이미 छैन भने गुरु 다 दर्शन गरे 대바체베 पनि प्रवचन 편디 सुने पनि यो 너도 자세 धर्म 시월래 되네 सुनेको 라바 लिएको 군주 롱차도 देखावटी 알아서 मात्रै हो, शुद्ध 대베 त हुँदै 자와 हुँदैन। 댄세네 यसलाई 전조 तार्नाङ 자와 댄사 देखावटी 송도와 मात्रै हो। 군조 त्यही कारणले 소리야 गर्दाखेरि 대바 댐버지 भनेको छ नि, 캐리나 बिउ 음 बीज नै आगोले चाल्यो 되게 भने त्यहाँदेखि बिरुवा र 디젤레 कहाँ उत्पत्ति 카바스 हुन्छ त? 탐지 हुँदै 게네 हुँदैन नि। खबर त्यस्तो 되는 로 댐버지 आफूभित्र 끼어버렸어 श्रद्धा भक्ति छैन भने गुरु दर्शन 태양 गरेर 제 प्रवचन 간보베 सुन्यो भने 초세 त्यो 뜻이 देखावटी 송도 एउटा 말래 가르송이 알잖아 बोक्रे हिसाबमा मात्रै हुन्छ 아대야 भनेको छ। त्यही कारणले 최선지기 시험 짜와도 धर्मको 대박이 मुख्य स्रोत जरा भनेको 양답으로 श्रद्धा हो, 저거 भक्ति हो, 상계라 गुरुलाई 대박이 विश्वास गर्ने हो 예수비 भनेको छ। 최라 대박이 त्यही कारणले पहिलो 대급이 긴들라 대박이 विश्वास गर्ने अनि 텐저비기 대박 बल्ल विश्वास 깨나 गुरुमा 아니 뒤다도 प्राप्त भयो भने 부졌습니다 겹수도 अनि 거지 धर्ममा विश्वास 다 लाग्छ। 예수 제상 विश्वास 다디 लागेपछि गुरुलाई 가르수도 알잖아 बुद्धको रूपमा देख्न 가르수기 सकिन्छ भने 신규리야베 다 त्यही कारणले 집어 남아 겸드치 수만한 신기다 지 남아 이민사 산삼으로 त्यही 다 कारणले 겸드 유명 ग्याल्से शिवाला 차리 अर्थात् आर्य आचार्य 겸드 शान्ति ने마지 देवले 균이 भन्नुहुन्छ 끼어war래야 대박 स्रोतको 자디 मूल अर्थात् 유엔의 त्यो 뒤서 유엔의 श्रद्धाको मूल 탑차버지 भन्ने 차디 말았어 다 श्रद्धाको 뒤리 मूल 이제야 भन्ने के हो त? 런존남게 된다면 대박 인기 떠서 인지 송도와 다 뒤에 स्थित भयो भने 가르치는 अनि 되나 आफूभित्र 지진에 श्रद्धाको मूल 런존남게 स्थित 된다 भयो 대박 भने 인기 떠서 बोधि 인맥이 बुद्धको 런존 유명한 ज्ञानमा 통하면서 स्थित 한테 हुन्छ है। 나 त्यही कारणले 뒤라는 롱로 घम्बोपा 이 गुरुले 롱게 चाहिँ 다나 셴네 धर्म प्रवचनको 된 다음에 मङ्गलिक 그 깨와매 베체 대야 सम्पन्न 아니 대박 भएको 키와야 एउटा 되는 코네 ग्रन्थभित्र 또 भन्नुभएको छ 오미소 कि नामक 대야 सबै 패시가 धर्मको मूल 잡이기나 다 जरा भनेको नि 상계기 श्रद्धा 대박식이 हो। 최소요 여러분 यो के हो त? समयक्षम बुद्धलाई 다 대박식이 श्रद्धा 최소만 गर्नु, 아니 상계 त्यो 그거는 उहाँले 대박식이 गर्नुभएको धर्म 최소만 아니 श्रद्धा गर्नु, 대박이 त्यो सब사람이 साधना गर्ने 이제 सङ्घहरूले 이것이 श्रद्धा गर्नु, 이야기나 यो 다 श्रद्धा 되면서 साँच्चै नै छ भने के हो 말하면서 त? 대박식 बुद्ध 대사 धर्मसँग 모두 त्रिरत्नमा 그 뒤에냐 शरणमा जानु हो 되는데 भनेर 썸을 नि 샤니 들 एकदम 이시 शुद्ध र 되는데 썸을 샤 शरणगमन 썸도 बताउनु 뭐 भएको 썸 땅이 चाहिँ 니마질이야 श्रद्धा 게 भक्ति नै 사무치도 태백이나 대박식 त शरणगमन हो भनेर 송구나 बताउनु भयो। यो छैन भने चाहिँ के हो त? 대박 दुःख 매베 लाग्ने कुरो 이시 हो, 말에 हाँसी लाग्दो 이시 कुरो हो 매베 भनेर 텔라 싸먹고로 बताउनु 던거 भएको छ। 말아 근데 이 त्यही कारणले 추리도 이버디 주기 अनुत्तर शास्त्रमा पनि यही 대박식이야 भएको छ। 대박 प्रवच 매베 이시 भिक्षुहरूका 매베 사네 रूपमा अर्थ 대박식 परम 거는 अर्थ 인거 भनेको 거의 श्रद्धा 이게 मार्फत बोध गराउने हो, अथवा ताप 대박식이야 प्रकाश 거짓이 भएको सूर्य 당해시 मण्डल 티비시 अन्धोले 받는 नदेख्नु जस्तै हो 차리야 भनेको यी 그냥 कुरा बताइ त्यही 내가 नै 또 रहेको छ। 도와투디가 어르잖아 대박 매발이야 त्यही 도와야 कारणले अनि गुरुमा अब गुरुप्रति 별내야지 기분 श्रद्धा 기분 भक्ति छैन भने 이해되지 गुरुले जे 너무 भने पनि विश्वासै 근데 लाग्दैन। विश्वास 제일 नभएपछि 샤니 आफूभित्र 샤베이나 सत्यको 지를 एउटा ज्ञान 누리기 कहाँ पाउँछ? 삐드다 पाउँदैन नि। 됐었나 더 두고 말해 데 이나야 तर्थिका 대박이야발 लगाए त 댄세네 애는 니마질이지 सम्प्रदायमा 송도비 पर्ने 되이나 तर्थिका तर्थिका 차게신비 भनेको त 되이나 안라 उहाँहरूलाई 조바신비 बुद्धले 되이나 안라 पहिलो 디졸레데 धर्म 고아 상문 चक्र 세고 जस्तै 말았어 बताउने क्रममा 이들은 또 साथी 그거네 साथी हो, 내 용도 이거 봐 यो तर्थिका र 가르상으로 जति 대박이 बताए पनि 베트네 बताए पनि कहिले पनि श्रद्धा 사무도 आउँदैन, कहिले पनि 지사마 ज्ञान बोध हुँदैन, 몽몽이다 किन विश्वासै छैन नि त। 된다 하면서 त्यही 차게 कारणले 전보다 गर्दाखेरि 조바신 몰라서 봐 대다 담지 얘기 되는데 알아주죠 त्यही 소수 कारणले गर्दाखेरि भोरमा 기존의 हेरौँ न, 산주엘에 대해 बुढा 봤어 बुढी 소수 वरिष्ठ 유니티 루유도 व्यक्तिहरूमा हो 제발 아까라 धेरै 하버스 यो 기존 शून्यताको कुरा 아까 लागेको 나다 दर्शनको कुरा 알아서 थाहा छैन, तर पनि 고아라고 점을 गुरुप्रति एउटा 내야 अटल 잘라줘 विश्वास श्रद्धा 서면서 भएकोले 파스 अनि 수세 따이랑 बताउनु 아주 भयो 쌤 गुरुहरूमा 땡니 विश्वास 내용 गर्दाखेरि त्यहाँ 꽤 के हुँदो 잘했다 रहेछ 상계 भन्दाखेरि 송보도 साँच्ची नै एउटा 대발에 विश्वास जागेर एउटा बुद्धको ज्ञान आफूभित्र 사사로 पलाउँदो 주다 रहेछ नि। 상계를 차슴 केमा 점수 भेट्यो 올라가면 भन्दाखेरि 돼 얘네 배 श्रद्धा भक्ति 대다가 विश्वासमा 그 भेट्यो। 지신도 떠받는 त्यही 시 कारणले 아주 떡고 쇼 섬사로 बुद्धले 되게 बताउनु भएको 소라 कार्यालय त्यो कुरा 몰랐다고 थाहा छैन, तर पनि 되게 विश्वास 셰베이네 गर्दाखेरि 니마지라 बताउनु भएको 아주 कुरा आफूभित्र 도와투면서 जन्मिँदो रहेछ नि त। 영화 여러분 केले गर्यो? एउटा विश्वासले गर्यो। 아바르도 제 간보베 룩이 베는 누룩이 차게샤 अँ, 더블 징비나 त्यसैले 제가 지금 अनि 왕꾸라 जुन 다사 भोटमा जति 사 पनि अब 어른들이 장에서 딘딘 जुन 미세게 वरिष्ठ अब बुढाबुढीहरू हुनुहुन्छ 소대 होइन, 사람에게 हो 투지 실업이 पण्डितले 똑똑하라 भनेको 해서 के हो भने कुरा बुझ्दैन, 근데 라멘 विद्वानहरूलाई के भने 실업이야 बुझ्दैन, तर 소하고 पनि के हो त 제목에 무기를 알아내봐 अँ, 인식인데 소용하러 भनेको त के 근데 अब 일산에 균산 되네다 가다 대바사야 돼 개셔 싶지래도 अब घम्पोपाको जुन जुन सूत्रमा अन्तर्गत पर्ने महामुद्रा कस्तो भन्दाखेरि त्यो बुझ्नुको लागि होइन वाङ लिनु पर्दैन, विभिन्न कुरा गर्नु पर्दैन, शून्यता कुरा सुन्नु पर्दैन भनेको छ। के हो त भन्दाखेरि जुन अविच्छिन्न क्रममा आएका गुरुहरूले बताउनु भयो कुरालाई विश्वास गरे प्रार्थना गर्यो भने अनि जुन सूत्र अन्तर्गत पर्ने महामुद्रा चाहिँ के हो त? अभिषेक नले पनि, भगवानको भावना नगरे पनि, नाभि वायु त्यसै गरी बिन्दुहरूलाई अभ्यास नगरेर पनि गुरुको आशीर्वाद छ्याप छ्याप
당아 आफूभित्र वृष्टि 랑주네 हुन्छ है भने यसरी 제나로래야 디 गुरुहरूले 춘진 बताउनुहुन्छ 체담이야바 केमा 제지다 विशेष 아 गरी श्रद्धा रा왕 민두 भक्तिमा 유즈모 요로 भर परेको रहेछ 그러면 भने 내 यसरी 나서 बताउनुहुन्छ 과한다보다 내가 쇼한다보다 가로다 त्यसै 카트한다보다 कारणले हो 너미들 데다 बुद्धले बताउनु 제야보다 भएको 근데 वचन 니즈 탑도 विद्वानहरूले व्याख्यान गर्नुभएको 아 शास्त्रमा 소소 춘진 체면도 바라왕 민두 यहाँ आफूभित्र किन 유즈모 नजन्मेको श्रद्धा भक्ति 대두산에 नभएको कारणले गर्दाखेरि हो 나저 यो कमी कमजोरीले गर्दाखेरि 런지기 श्रद्धा 내셈 भक्ति 데네 नभएको कारणले 니즈 गर्दाखेरि आफूभित्र 이제샤로 ज्ञान नपालेको हो 지시바다 भनेको छ 제바 त्यही कारणले 이제시 सबै 예비나 एने गुणहरूको 디기 स्रोत मूल 사람들이 के रहेछ 생각하고 भन्दाखेरि 실로 श्रद्धा 통하는 भक्ति रहेछ भने 아 हामी 거라 बुझ्नुपर्दछ 밀바 지 진토에 그래 내가 레스라베 त्यही कारणले अब 칸샤베나 यसलाई म तीन 레지리아 भागमा 도저 बताउँदछु 소유제 पहिलो के हो भन्दाखेरि 타나지 विश्वास भनेको 율라 कठिन 시반로 제 परिस्थिति 이제 예비나야 झेल्ने बेलामा 율라 पनि 단다랴 शान्त र 미기 हल्का पार्ने औजार 가다 हो कसरी हो 럼블링 भन्दाखेरि 미기 हाम्रो यो 니세바 जीवनकालमा धेरै 랑딩 परिस्थितिहरू 칸소 कठोर र 리나로래야 धेरै गाह्रो परिस्थिति 지 देखा पर्छ जस्ता कि 체 धेरै रोग लाग्ने 칸투베기 है अनि 딩주와 आफ्नो 도당하시 कामहरू 예바지기다 अरूले अब 타나시 लगेर 디 जाने 균인 काम 첨부대 버지 फुत्किने 섬으로 आफ्नो 지다는 그 धेरै घनिष्ठ 참여베 मित्रहरू टाढो हुने वियोग 딘베 हुने आफ्नो 섬동다 परिवारसँग 제나 टाढो 타나샤 हुनु धेरै हुन्छ 체 터두기 कुनै अब 딘주도 आफ्नै 도당하시 परिवारमा 에네 घटना हुने 지다는 त्यस्तो 기나 हुनेको त मनमा 성바바라 कति 다 अशान्त मचिन्छ 균인 त्यो 첨부 बेलामा 도야바라 पनि 근데 यदि 지여바 एउटा 이제 예비나 आफूभित्र श्रद्धा 타겟 भक्ति एउटा कुनैपट्टि 다 विश्वास छ 젠드비 भने आफ्नो 개발의 मन चाहिँ 이제 되기 शान्त र हल्का भएर 소소 जान्छ भनेको छ 라완 민두의 지금 जस्तो 동해다 कि एउटा 다나 एउटा 소소리야 장대 उदाहरण राखौँ न 민두베기 एउटा 이제 मान्छेमा चाहिँ त्रिरत्नको ज्ञानको 지 परिपूर्ण छ भने त्यो 아니 मान्छे चाहिँ 뭔가 भगवान 야나 इष्टदेव 치우지 लगेर सबै 레셀이야 देवी देवता 총회라야 उही नै हो 아니 विश्वास गर्दाखेरि 소소 यो 셈이야 संसारभन्दा पनि 딘딘 동안 मान्छेलाई नै विश्वास लाग्छ नि 셈이야 지금 त्यस्तो 레설 किसिमको के हो त 떼서야 भन्दाखेरि 딘데기 अनि 소화진 도야 알았어 हो यो सबै केमा आयो श्रद्धा भक्तिमा आयो नि त त्यही 딘데 कारणले 딘사 आफूभित्र श्रद्धा 유지 भक्ति 빈다 छ भने 딘세기 एउटा विश्वास छ भने 삼려 आफूभित्र 나올래야 सुख सुख 제발 이제 विभिन्न विघ्न 제사디 बाधा 지 देखा 링링 पर्दाखेरि पनि 조금 끝나다 आफूभित्र विभिन्न 딘데기다 समस्याहरू 처음에 उल्झिँदाखेरि पनि 동안이야 अनि 아 제발 ज- 야 쳐야 말했어 ठुलो घटना 제발 देखा 제발 पर्दाखेरि पनि मृत्युको 성불이 जस्तो कुराहरू आफू परिवारमा देखा 아 पर्दाखेरि पनि 근데 기저 दुःखलाई आफूले समाधान गर्न सक्छ हल्का 란소 पर्न सक्छ 란체네 मन 시야베기나 शान्त 딘데기 पर्न सक्छ 런지 भनेर 예바지 यसरी 제발에 बुझ्नुपर्दछ यो केदेखि आयो 이야 란소기 제바디 이제 विशेष 예발레 विश्वास 되네 र अनि 아 यो श्रद्धामा 란소 भर पर्यो 냥가데 जस्तो कि बोर्डको 루아레야 जति पनि 동해 첸체베 अनुयायी र त्यसै गरी मेरा 뮤바 मित्रहरू 뮤버지 저기 예바 विचार 대야 के गर्छ 저게 भन्दाखेरि 바르 ओ 계속 विश्वास गर्नु भनेको त गुरुले 빼빼샤샤니 श्रद्धा गर्नु भनेको त खुम्चिएको सोचभित्र 미지기 हो पुरानो 셀라야로 प्राचीन कालमा 진상이베 पहिलो 야 पहिलेको मान्छेको 함부대 सोच हो भने गर्छ एक पक्षमा 세르게 हेर्ने भने हो त्यस्तो नै हो 자홍데 펄기요 अनि 진상 세르게 자홍데 슈 팔로 त्यसलाई हामीले निहालेर हेऱ्यो भने त 세르게 के रहेछ 자홍 त्यो त 펄기요 हो 진짜 एउटा श्रद्धा 미체비나 भक्ति 아니 भनेको त के हो त 펄기 आफूलाई 탑시 एकदम गाह्रो 찌유 체베 परिस्थिति पर्दा 세르 뇨에 톱다 그러 जस्तो सुकै नराम्रो 응원의 체베는 세세 दुःख 아다 पर्दाखेरि त्यसलाई 게다 परिवर्तन गर्न 병을 सक्ने 걸 क्षमता रहेछ नि 꼴짱 त 리지레 जस्तै कि 마서 उदाहरणको 요 लागि 말봐 एउटा 이래야다 मान्छेसँग सुन छ 미디기 भनेर थाहा छ 셀레야 이체 예베 सुनको 인도사 यसको 디든달레야 महँगी कति 우망보 बढेको छ 째체 यसको 와 अ, 우망보 째체네 अ, 에네 탑시 유고 저루 체네 에네 셀 मोल कति छ भने 누구로 와 थाहा भइसकेपछि 디베준 직 अनि 아, अनि के गर्नु 양배 त सुन 신다지 किन्नुको लागि इच्छा 샤샤비나 छ 베 총기 चाहन्छ 레가시 सुन 이제 कसरी किन्ने 나 होइन 프랑게 마온베 지금 तर पनि के हो त 총기 सुन त एउटा 지르는데 फलामको जातमा पर्यो नि त भने 다나시 तर पनि 프랑노 त्यो मान्छे 총로 जहिले 저 पनि सुन 이제 किन्नै 예비나 चाहन्छ किन 마온발레야다 भन्दाखेरि उसको सुनको महत्त्व बुझ्यो उसलाई विश्वास 이런 छ सुन 텐덴지가 सुनै हो 좀 भनेर 심해요 말이에요. त्यही 텐덴지 कारणले 심해요 उसले के 말인데 कस्तो 이내 सुख 아무도 दुःख परिस्थिति आयो भने उसले 서두르지 सुनै किन्न 총기 चाहन्छ नि त 레가시 एउटा उदाहरण हो अर्को एउटा उदाहरण के छ भने एउटा व्यापारको कुरा 제 गरौँ 앞에는 나가면 지네 총범만 보집에 주진한 대체네 타액이 계속 अब 되는 중요하고 एउटा व्यापार गर्नु चाह्यो भने हो 디류산 भविष्यको लागि म धनी हुनु 저물링 사브리 इच्छा हो नि त 저물링 사브리 매비 이제 भ- 가와 भविष्य के हुन्छ देश परिस्थिति उसले थाहा छैन तर व्यापार त कन्टिन्यू उसले निरन्तरता दिइरहेको छ व्यापारमा 다나시 주디즈야 조 룽기 가와키 तर पनि के हो त उसले व्यापार गर्नु छाड्दैन किन त भन्दाखेरि 인진데 भविष्यको कुरा के हुन्छ थाहा छैन तर व्यापारमा उसलाई धेरै विश्वास छ नि त पहिलो प्राचीन कालमा के हो त व्यापार गर्दाखेरि समुद्र पार गरेर सात समुद्र पार गरेर अनि हावा हुरीले त्यो डुङ्गा नाउलाई ढाल्ने हुन्छ समुद्रभित्र पल्टिने हुन्छ नि अहिले जस्तो हामीले गुगलमा म्याप हेरेर जानु त पाउँदैन नि त त्यो बेला थिएन तर पनि के हो त जे भए पनि परिस्थितिले कठिनाइले उसले पार गर्यो दुःख भोगेर उसले के गर्छ उसले व्यापारलाई एकदम जोड दिन्छ किन त भन्दाखेरि विश्वास छ नि त जस्तो आँधी बेरी आए तापनि त्यही नाउँमा डुङ्गामा चढेर ऊ व्यापार गर्न चाहन्छ किन भन्दाखेरि
आफ्नो आफ्नो उद्देश्य के हो ngede व्यापार mebe गर्ने ni व्यापारमा netang धेरै la उसले विश्वास छ tenglen chebe kable ya theba yiji त्यो ya हुने हुँदाखेरि अनि sem जस्तो ya सुकै di परिस्थितिले उनले पार गरेर chide जाँदो ge रहेछ ma नि da त sem हो phulyo यसले ma के जनाउँछ tende le भन्दाखेरि chebe ya di हो ya nga आफ्नो cho shen shen उद्देश्यलाई chebe na विश्वास nga छ zo nyen khala ya tonglen श्रद्धा छ chebe त्यसपछि अटल ni एउटा ji ga दृढ ta बल ta छ chebe भने yo res जस्तोसुकै परिस्थिति पनि आफूले ade हटाउन chiksu सक्छ त्यहाँदेखि पार dunga गर्न de सक्छ gare भने sana theba उदाहरण yo bal उदाहरण kene nga राखेको zo हुँ। lega khande chi bina ko त्यही ko कारणले tsu tu ba हामीले पनि बुद्ध धर्म de ka सङ्घमा zhe श्रद्धा भक्ति छ ka zhe छ भने के हो त जस्तो सुकै lega di ya जीवनमा दुर्घटना परे पनि विभिन्न नराम्रो परिस्थिति देखा परे पनि के हो त आफूभित्र एउटा chebo to साहस ta che to दृढ ba बल र विश्वास भएकोले अनि tedang के हो त nga हामीले zo le मन maung शान्त ba le हुने ya हल्का हुने गर्छ khande ji yung ge nga zo sing ge yo ma अब दोस्रो di कुरा garang के हो त ya ngo bo भन्दाखेरि tham je ngon जस्तो shi gi da ba le काम थालनी di me गर्दाखेरि नि wan ro de म ye yin du अरे sa ne di श्रद्धा gyun एउटा zen de ne श्रद्धा भक्ति maung अर्थात् ba एउटा le ya अटल ni विश्वास zu khande ji yung ge ye ba de जस्तो कि nga zo gyun zen da rig be go हो ne ten la जस्तो ma कि gya हामीले lo भविष्यमा के gyun zen हुन्छ da rig हामीले be थाहा go ne छैन kya नि se त kya tham ten phal du सबै ma धर्म के हो त अनित्य हो परिवर्तन भएर जान्दछ एकनासी कहिले पनि हुँदैन ten de yin du ta nga zo maung ba le ya त्यही che कारणले shi ting je lia ga cha सयमा ye ba सय ten go zo प्रतिशत ya के हो त ki यो सबै chi कुराहरू chi phu बदलेर bu ji जान्छ gu ro एकनासी ma कहिले ta chue हुँदैन ya ki go zo ya da ta chue ya ki ba ten de bu ji be go zu ya lu ji ge ba हामीले ni ba chi gu त्यसमा ro ta परीक्षण de ga गरेर zo ta ba de yi ji shi हामीले अरू pe cha sha be na त्यसमा mi ji gi ji chou bu chou mo de bu chue ya ya na rang so su chang se kya se ki mi ji ce gu ye bi na भविष्यमा ma के mu हुनेछ ten le ya भने जहाँ mi she ba de le ya विभिन्न mi shi हामीले ge ya de ge shi भनौँ du न sha de yo ro तुलना गरेर हामीले सक्दैन ta तर te de पनि bi के हो त je se ya de भन्दाखेरि kan de ji gu yo ro sa na pe na काम गर्ने एउटा स्रोत एउटा बटन भनौँ न बटन त्यो चाहिँ के हो त भन्दाखेरि उदाहरणको लागि जस्तो कि एउटा साथी सङ्गी छान्ने बिहे गर्नको लागि अब विवाहित जिउनुको लागि एउटा आफूले श्रीमती छान्ने साथी सङ्गी छान्नेमा महत्त्वपूर्ण नभई नहुने एउटा भूमिका केले खेलेको रहेछ भने एउटा विश्वास रहेछ नि त जस्तै उदाहरणको लागि मैले बिहे गर्ने आँटेको एउटा जुन एउटा व्यापारी pe व्यापारी na मान्छेहरू ta पनि जुन एउटा pori bo व्यापार de गर्न mi चाहन्छु pe उहाँसँग एउटा chang den ba de ji व्यापारको mi ju एउटा chang bu den ba ji ba tin de gi yi che ba ya na so su gi yi de rong wa na yi che rong wa tin de gi mi ji ba yi che ba ya na ji so so le ya pen dong gen ji ba yi che ba ya na rang da ji sem ka thum bo ji yong sa ge कार्यरतको tin एउटा de ji बाटो yi जोड्न che ba चाहन्छु ta tin भनेको de लागि gi yi ji sha de त्यसमा yo के उदाहरणको लागि lo के ju bi चाहिँदो na रहेछ यो nga zo मान्छे mi चाहिँ ji le सत्यता ya छ कि je ba छैन so we ka यो le ya मान्छे ge shi सही shi de बेहोरा छ कि nga zo छैन le त mi pori bo de le विश्वास गर्ने लायक छ कि yi छैन che त ge gwa de ge ju अरूलाई sha de उसले yo ba फाइदा गराउँछ yi कि che me गराउँदैन bi त na shi ne de ba होइन shi yo go त्यो ba फलाना yi मान्छे che चाहिँ me bi na मसँग मिल्छ कि ta मिल्दैन yi yo बानी ba ji बेहोरा che मिल्छ yo कि ba मिल्दैन nga भनेर de ka la kha bo हामी ba विश्वास खोज्छौँ नि त di gyum ze ji ni ba विश्वास de खोज्नु रहेछ नि त हामीले जहाँ nga zo mi mang bo ji da chung du ne be lo jong त्यही shi कारणले जस्तो सुकै da ni व्यापार ta गरेर me la बिहे be shi गरेर mo साथी ha सङ्गी ya na बनाऊ xin ju होइन lo जहाँसुकै ma जाउँ tak chi ne नयाँ मान्छे gung rom bo जोड ta de tin de cha विश्वास se ge tin de विश्वास che gwa ge gyum ze ne ka जरुरी sha रहेछ na नि त tu yin bu त्यही shi le कारणले ya lo jong विश्वास che छ भने lo jong जस्तो shang bu सुकै che tin de दुःखलाई be पनि ji she ya अँगालेर ma ong ba le ya हिँड्नु ji रहेछ su su त्यही mi ji कारणले sang bu ji ge tu ya mi ji ya bu ji ge tu de sam sa tin de ge अब liao दोस्रो ye ge उदाहरण के हो त wang भन्दाखेरि ge हामी da shi सानो सानोदेखि धेरै अध्ययन गर्छौँ tin de पढ्छौँ da de cho shen अध्यापन she she गर्छौँ bi na nga स्कुलमा zu mi जान्छौँ yin bu होइन ji le lo jong धेरै che अब be tin de जाँचबुझ ma ong ba गर्छौँ lan du nam we ser de de ba ji ya ge ja wa de yi she ye be wang ge nga zu lo जस्तो jong कि che अब be su che ya भविष्यमा राम्रो होस् मेरो जीवन ade राम्रो होस् भनेर अध्ययन गरेको त अनि दुःख theba de गरेको त होइन yije र cha de ge nga होइन zu pe le ga किन sa भन्दाखेरि wa मेरो de zo me भविष्य a मेरो ki जीवन उज्यावल होस् nu उज्यावल zu cha होस् de भनेको ta ko धेरै ro अब दुःख गर्छन् नि त होइन र nga कोही zu अध्ययन le ge गर्ने se कोही na पढ्ने rang कोही de काम गर्ने गर्छन् go zong tu ya ki de shu लामो de ba समयसम्म ani अध्ययन theba गर्नुको yije cha कारण दुःख गर्नुको कारण nga zu le भविष्यमा मेरो अब के हो त yije भविष्य ye राम्रो nga हुन्छ zu ta भनेको du go विश्वासले ja अहिले ki अध्ययन yije गरेको ye होइन ba र de हो le नि nga zu le ga go zu tu ya re त्यही ma do कारणले de ge अर्को chang पक्ष bo तपाईँ be हेऱ्यो ji भने gyun zen विश्वासमै din de dong sam dang go लेखेको le रहेछ ga नि ge त ska la kha हामीले ma ba de पोइन्टेड yije गर्ने kham ju chang bo औँला dang de देखाउने ko to ma औँला de लगाउने de मुख्य स्रोत di भनेको ge नै ten de ne विश्वास रहेछ da nga ju त्यही कारणले एउटा श्रद्धा arzen da ji भक्ति bo chi विश्वास thwan ro पनि sam de पुगेको ge रहेछ cho thwa ai map ए sa काम गर चाहिँ विश्व ta de भविष्यको gyun लागि zen so अहिले ba de अध्ययन thwa गर sa dung गुरु ye la ल्याऊ होइन thun yin ju ya व्यापार गर साथी सङ्गी नयाँ dung ye la नयाँ thun yin नयाँ ju ya बेहुली ya cha घरमै cha re भित्रौ sana त्यसुकै गर pena nga zu mi ji na lo le सबै ya कुरा त थाहा so हुँदैन su तर yu wa विश्वास tong mi चाहिँ ji हामीले gi dung विश्वासको ye la लायक ta ye छ ma कि ji छैन gi भनेर जाँचबुझ गर्दो pena रहेछ नि त ye ba la ba do ba अर्थमा के आयो ye त chung ban ram विश्वासमै ba देखा ba परै ba परेन जता गए ta पनि ten हो de gi ni zu chung be ko दोस्रो tu le ya ri go da उदाहरण हो gyun zen ye go na sam अब da na da तेस्रो ye sam tong to ya अर्थ ta la के हो kha त bo भनेदेखि ba pena दुःखको nga zu कारणहरू ten de chung केलाउँछ ba kha ina sam sam ro da
श्रद्धा 누구도 भक्तिले 양아랑 अथवा 누구는 विश्वासले 지바 가리나 सम사로 된저기 जस्तो कि 삼루도 हाम्रो 코 जीवनमा दुःखै 용어도 와 दुःखले परिपूर्ण भएको छ 이나야 धेरै 대바도 समस्याहरू 이치 हामीमा 예비나 उल्झिन्छ 딱 आउने गरेको हुन्छ 유아는 भएको 도와주고 कुरा 바로 छरपष्ट 유아 भएर जाने 도와주고 हरेर 유아 जाने 도움이 또 कहिलेकाहीँ 별로야 기술이야 भनौँ न 삼루도 मुद्दा 하체 मामिलामा हार्ने 예배잖아 धेरै रोग 중 लागेर ग्रस्त भएर 중에 와 जस्तो 들어야지 कि भनौँ न 다 विभिन्न 미센 अङ्ग 균형기 नचाहिने 미센 रोगहरू 중요시 हुन्छ 가도 야나 त्यस्तो हुने 아버지 हुँदाखेरि के हो त 총만 ओ 잡지 소소 यो 야게 संसारमा 와 मलाई 종단 जस्तो 또 दुःखले भएको छ र 디세지가 भनेर हामीले 상사로 त्यसमा 딘데지 문제 त्यस्तो हामीले भावना आउँछ नि हामी 근데 भाव 대바도 देखा पर्छ 이치 예비나 람산다 동해 कि त्यो 매마 मलाई मात्र 소유바 किन भएको होला नि भगवान् 이나야 भनेर हामीले टाउकोमा हात 대바도 राखेर 이치 예바 भन्छौँ नि। 될 때네 아니 तर 동해 त्यो बेलामा 미세는 पनि 딱 यदि 투시도 라 गुरुमाथि 레와 विश्वास 라야 돼 श्रद्धा भक्ति 랑고체 छ भने के हो त जस्तो सुकै दुःख परेर पनि के हो त ओहो 빼랑아 यो मेरो 저 एउटा 비미 कर्मले 비랑 गर्दाखेरि हो 마모치기 भनेर त्यो के छ भन्दाखेरि 고솔이야 동해 अनि 중에 급이야 고저 삼로 간다 हो 던가로서 आफूभित्र 요단디 विश्वास र एउटा अटल 셔드베 파르제 श्रद्धा 지역에서 भक्ति छ भने त्यो दुःखले झरेदेखि 야나 एकैछिनमा त हामीले हटाउन 소수기 सक्दैन तर 냠도 के हो 셔드 त 간데질라 एउटा 레비게비야 विश्वास छ भने 지 냠세네 क्रमैसँग आफूले देखा परेको अहिले दुःखलाई चाहिँ हामीले क्रमैसँग 파르제도 봐 निकाल्न 세네 सक्छौँ 아주도 हटाउन सक्छौँ जस्तै कि 다는 시 참자면 지 파르제 एउटा 중요한 계기 भोटमा जस्तो कि वरिष्ठ बुढाबुढीहरूले के 양나베 सोच्ने गर्दछ 마마야 भन्दाखेरि 슈기베 딱센지 आफूलाई धेरै दुःखहरू लाग्दाखेरि 양가면 धेरै समस्याहरू देखा पर्दाखेरि 다바지 के 소소기 सम्झिन्छ भन्दाखेरि धर्ममा 셔드와 साधना गरेमा विघ्न 주시기도 बाधा अडचनहरू आउँछ नि 파르제 예배 त्यो 될 때는 셔드와 त्यो बेला विघ्न 주시기도 बाधा कसरी 양다벨람로 कसरी 슈게 त्यसलाई निवारण 체만도 보지래 कसरी शान्त पर्ने भन्ने बेलामा 이유한게 के सम्झिन्छ भन्दाखेरि 말레이야베 심슈 체르라 존주 체르라 하지 오니 त्यो बेलामा भने के हो त ओ म 참참 भनी पेमे 거주기 गर्दैछु जब गर्दैछु भन्दाखेरि म चाहिँ सही 야지 बाटोमा 파르제도 गइरहेको छ 동해 है 동해 다 탐제 랑게 हामी 응원사가 सोच्छौँ 레겐 드부인 바로 지래 응진 체체 지 도시스템에 검된데 알아보다 민주베 송데 알아보다 체체 एउटा के हो त 너나 सही बाटोमा 소사가 गएको छ कि छैन 지야로야 विभिन्न 예 विघ्न बाधा 제시야 आउँदाखेरि पनि विघ्न बाधामै नअल्झेर 야지 त्यसलाई 파르제도 동해 좀 निवारण 거리래 गर्दै 고심슈 समाधान 체르라 गर्दै गएको छ भने 셈 मलाई लाग्यो 딱지면 안 विघ्न 보지래 बाधा देख्दाखेरि ए 나샤 सबै अनि 미용을 विभिन्न 대양 सराप्ने 삼다나 थुक्ने 세마 विभिन्न गरे भने चाहिँ सही बाटोमा नगयो हामीले एउटा सूचक हो यो अब भोटमा 다시나 배준시야 बुढाबुढी वरिष्ठ 시계기 व्यक्तिहरूले के गर्छ भन्दाखेरि 시계기 अनि विभिन्न विघ्न बाधा आयो भने ओ यो चाहिँ मेरो नराम्रो कर्मको फल हो Victor भनेर अनि in त्यसको लागि Frankfurt हटाउनु लग्यो के हो त भन्दाखेरि अनि मन 개발지 एउटा मनमा साहस ऊर्जा ल्याउनुको लागि के गर्छ भन्दाखेरि 오스트리아기 अनि 셈네고 개발도 मेरो पहिला 셈네고 पूर्वजुनी ममा 진리지 देखा परेको यसलाई हटाउनु लागि म 오다다 बजार सतको 오스트리아 जप गर्ने 롱마디 अनि अक्षयबायाको मन्त्रको 슈글라 धारणीलाई अब जप गर्ने 나치 पुण्य 갑리아 सञ्चय गर्नुमा पाप आवरण हटाउनुमा किन 오스트리아기 लाग्दो रहेछ केले गरायो त 캡좀만 भन्दाखेरि अनि 먹고 विश्वासले गराए 제소자세기 쩌라 지엽자 쩌라 되네 타르에기 미치차디가 알았어 यसको एउटा के उदाहरण राख्नु लागि एउटा 점이 ओस्ट्रियाको 맞은 거야 विद्वान छ 제가 공 쩌라 भिक्टोरिया 디아로라 ई 코랑게 फ्राङ्क भन्छ ई फ्राङ्क 코랑게 सादा다 코랑게 म चाहिँ अब हिटलरको बेलामा उहाँलाई चाहिँ अब जेल खानामा हिटलरलाई थुनिनु भएछ उहाँको परिवार सबै जेलमै थुनिदिएको रहेछ थुन्दाखेरि त्यो जेल खानादेखि निक्लिने चाहिँ उहाँ रहेछ यो चाहिँ दोस्रो युद्धको विश्व युद्धको दोस्रो चरणको बेलामा रहेछ हिटलरले सबै जेल खानामा थुन्थ्यो तर त्यहाँदेखि सबै के हो त त्यो जेल खानामा सबै उहाँको परिवारलाई भिक्टर ई फ्राङ्कको परिवार सबै थुन्दै सबै मर्नुभयो तर उहाँ मात्रै निक्लिनु भयो कि उहाँ त्यो भित्र बस्ने बेलामा उहाँले एउटा किताब लेखेको रहेछ त्यो के रहेछ भन्दाखेरि धुङ्गिन मिगेल थप होइन अर्थपूर्ण मान्छेको जीवनलाई जिउने तरिका भन्ने किताब लेख्नु भएको रहेछ यसलाई धुङ्गिन मिगेल थप भन्छ अर्थपूर्ण मान्छेको जीवन चलाउने उपाय भन्ने किताब लेख्नु भएको रहेछ त्यो भित्र के छ भन्दाखेरि दोस्रो युद्ध हुने बेलामा उहाँले धेरै दुःख पाउनु भयो धेरै खतरनाक जेल थियो नि त कारागार त्यो भित्र सुनिदिनु भयो नि त धेरै मान्छेहरू त्यो भित्रै सखा भयो मरियो तर भिक्टर ई फ्राङ्कन भने चाहिँ त्यहाँदेखि निस्किनु भएछ त्यहाँदेखि किताबमा के लेख्नु भएछ त भन्दाखेरि उहाँले उहाँसँग महत्त्वपूर्ण त्यो किताबमा के रहेछ त भन्दाखेरि अर्थपूर्ण जीवनको खोज अर्थपूर्ण जीवनलाई खोज अब के हो त त्यो जेलदेखि निस्किने चाहिँ बाहिर निक्लिने व्यक्ति उहाँ एक्लै भएर तर त्यो भित्रमा अब थोरै मान्छे उहाँ मात्रै नभए कुनै एक दुईजना थियो त्यो भित्र उहाँ पनि थिए उहाँको नाम के रहेछ भन्दाखेरि भिक्टर ई फ्राङ्कन
त्यो बेला उहाँलाई के भन्नुभएछ भन्दाखेरि त्यो किताबभित्र हो यो सबै कारागारभित्र निस्किने दुःख पाएर निस्किने एकैजना मात्रै छ त्यो भित्रमा निस्किनुको कारण मैले के देखेँ त भन्दाखेरि मनोबल बलियो भएको कारणले गर्दाखेरि यो मनोबल बलियो हुनु चाहिँ कारण के रहेछ भन्दाखेरि मेरो भविष्यमा उद्देश्य मैले के गर्नुपर्छ आफ्नो जीवनमा मैले जीवनमा खुसी ल्याउनुको लागि मैले के खोज्नु पर्ने रहेछ कुराहरू चाहिँ उहाँले लेखेको रहेछ त्यो कुरालाई पत्ता लागेको हुने हुँदा 미지기 अनि 소수기 미지 나로래야 튜닝 개발 중이야 봐. त्यो झेल खानादेखि कोही व्यक्ति निक्लिनुमा एउटा विद्वान पनि थियो निक्लिनु भएन म कसरी बाहिर मनोबल बलियो भएर बाहिर निस्किनु सफल भए त भन्दाखेरि मेरो जीवन के हो मेरो जीवनको अर्थ मैले कसरी खोज्नुपर्छ भन्ने कुरा चाहिँ उद्देश्य मेरो के हो भने उद्देश्यमा एकदम विश्वास गर्नुभयो म आफैले यो बेला छैन भने हाम्रो जीवन त एकदम फुल जस्तो रहेछ महत्त्वपूर्ण यसरी पाएको मानव जीवनलाई यसरी मानसिक पीडा भएर ग्रसित भएर गयो भने मेरो जीवन नष्ट हुन्छ होइन त्यही कारणले गर्दाखेरि के हो त एउटा आफ्नो जीवनप्रति उद्देश्य भएको कारण एउटा गुरुलाई आफ्नो जीवनप्रति एउटा विश्वास भएको कारणले गर्दाखेरि अटल एउटा उद्देश्यलाई नछुटेको कारणले गर्दाखेरि यसलाई हटाउनु पर्ने रहेछ एउटा विश्वासलाई चाहिँ आफ्नो जीवनलाई चाहिँ अघि सार्नु पर्ने रहेछ भनेको कारणले गर्दाखेरि उहाँ त्यो कुरोलाई मेन राखेर त्यहाँदेखि अब बाहिर आउनु भयो नि भनेको मतलब के हो त मेरो जीवन अर्थपूर्ण छ मेरो जीवन के हो भने खोज तलास गर्दै आफ्नो जीवन चाहिँ पूर्णयुक्त सम्पन्न भएको कुरा मेरो जीवनले चाहिँ खेर फाल्नु हुँदैन है भन्ने कुरा एउटा आफूलाई नै अर्थपूर्ण खोजेको कारणले गर्दाखेरि त्यो मानसिकदेखि मुक्त हुनु मुक्त भएर उहाँ त्यहाँदेखि अरू मान्छे सबै मरे तापनि उहाँ चाहिँ बाहिर आउनु भयो मनोबल बलियो भएको कारणले गर्दा त्यो मनोबल के रहेछ मेरो जीवन चाहिँ के हो मेरो जीवन अर्थपूर्ण हो कि होइन मेरो जीवन अर्थपूर्ण हुनलाई मैले के गर्नुपर्छ भन्ने कुरा चाहिँ उहाँको मनमा लाग्यो कहिले उहाँ बाहिर निस्किन्छ त्यही कारणले अनि जीवित हुनुको लागि उहाँले विभिन्न समस्या आए तापनि के हो त बाहिर आउनु भयो एउटा के रहेछ एकदम प्रख्यात वचन उहाँको के रहेछ भन्दाखेरि के को लागि म जीविका हुँदैछु बुझ्ने मान्छे के को लागि म जीविका चलाउँदैछु बाँच्दैछु भन्ने बुझेको छ भने सबै दुःखहरू पनि सक्नु सक्छ उसले सहनता गर्नु सक्छ भन्ने उहाँको धेरै प्रख्यात वचन रहेछ त्यही कारणले यसले के जनाउँछ भन्दाखेरि जस्तोसुकै परिस्थिति काल जस्तोसुकै एउटा वातावरण जहाँ गए तापनि कम्युनिटी जे भए तापनि के हो त यसले के ढकल्छ यसले प्रेरणा के दिन्छ भन्दाखेरि अनि हामी जस्तोसुकै परिस्थितिमा भयो भने आफ्नो जीवनको अर्थ के हो खोज्नु पर्दो रहेछ म के को लागि जीविका हुँदैछु मेरो मनले के खोज्दैछ मलाई मनमा दुःख भए तापनि मैले के गर्नु पर्दछ एउटा मेरो आफ्नो जीवनलाई विश्वास छ आफूले भविष्यमा आफ्नो उद्देश्य एउटा लक्ष्यपट्टि विश्वास छ भने जस्तो सुकै परिस्थिति दुःख आइ लागे तापनि त्यहाँदेखि कसैले ढाल्नु पनि सक्दैन त्यही कारणले गर्दा त्यसले ढाल्नु सकिँदैन त्यही कारणले अनि आफ्नो जीवनप्रति आफ्नो गुरुप्रति धर्मप्रति आफूले विश्वास र दृढ छ भने जस्तो सुकै आफ्नो दुःखले जस्तो सुकै आइ लागेर अब तल्लो तहमा झरे तापनि कहिले पनि आफ्नो जीवनको अर्थ लोभ हुँदैन तल्लो तहमा झर्दैन भनेको छ त्यही कारणले आफ्नो जीवनमा एकदम दुःख भएर एकदम कुरा लाग्ने मेरो जीवन चाहिँ व्यर्थको रहेछ भनेर एकदम यो संसारदेखि कुराहरू लाग्ने त्यस्तो हुने हुँदाखेरि नि अनि अन्तिममा के हो त म आफैले आत्महत्या गर्छु भने त्यस्तो पनि आउन सक्छ कस्तो मान्छेले भन्दाखेरि मेरो जीवन व्यर्थ रहेछ भन्ने कारणले आउने हुने हुन्छ भनौँ न त्यस्तो हुने हुँदाखेरि त्यस्तो प्राणीको लागि पनि के हो त अनि रेफरेन्सले चाहिँ अब भविष्यवाणी गर्नुभएको रहेछ उहाँले अब फ्र्याङ्केनले विश्व एउटा भविष्यवाणी के रहेछ भन्दाखेरि भविष्यवाणी गरेको थियो कि आधुनिक समाजका मानिसहरूले अर्थ घुमाउँदैछ परम्परागत मूल्य मान्यता
बिस्तारै विघटन हुँदै जाँदा 손본 यदि 대비기네 कसैले 처음에 अझै 버튼 पनि आफ्नो जीवनको अर्थको 소수에게 जिम्मेवारी लिन सक्दैन 마오베 भने 율럼다 가져 मानसिक चाहिँ 가르침버디 가 शून्यता 고난데네 अर्थहीन 딘디지 기네 र 수수하게 कुनै 되네요. दिशा नदिएको अवस्थामा 제가 पतन हुने खतरा छ 디규전데네 미지기 튜닝라야디 에네 त्यही कारणले 미 게르카시지기 semkamki आफ्नो नेदांगि मोइम्बा थुरुपजिगी मानसिक चाहिँ एकदम द बढ्दै गयो मिमाहुसि भने के हो त आफ्नो जीवन ताका अर्थहीन सेम्पल भएको लाजार अर्थ छिया नभएको कुरामा लोप्दै जाँदा 제가 디 अनि 등상 आफ्नो 저번에 또 आँखा 말씀하셨죠. अन्धो अन्यलमा 네 पर्ने आफ्नो 디균센데나 जीवन अन्यलमा पर्ने केही 대바대 नदेख्ने 이체 हुने हुँदाखेरि आफ्नो 나는 सबै 미질 जीवनहरू 튜닝라야지 सर्पष्ट 이체샤네 नष्ट हुने हुने हुँदाखेरि 이체슈야 제가 디균센데네 जोगिनु पर्दछ 고통을 त्यही कारणले 아주 फ्रेङ्केले 처야 भन्नुहुन्छ कि 나와야 आफ्नो 제가 जीवनको 이체 अर्थ 예리기네 गुमाउनु भनेको 가 केवल आफ्नो 커도 व्यक्तिगत मानसिकको 처여라요 विकार मात्र 텔로에 होइन 되버시당 सम्पूर्ण 아니 युगको आधारभूत 너에 되버시 저 여러분 때다가 지한테 यो सम्पूर्ण 심로 युग नै के हो त युगको आधारभूत नै 인내상시상 कमजोर हुनुको 예배점시죠. रोग हो 근데 인도산에 भनेर यसरी 미디어 बताउनु भएको 미디어 छ 토르샤고 त्यसै कारणले 시작하고 गर्दाखेरि 라스다 드린 데가 अनि 참샤빈 उहाँले 토르 यसरी बताउनु भएको छ एकदमै हाम्रो एउटा विश्वास एउटा श्रद्धा एउटा आफू के को लागि आएको के गर्नु पर्दछ तपाईँ के गर्दै हुनुहुन्छ भने यसरी त्यो कुरोलाई आफूले जगाउनेछ त्यसले प्रेरणा दिनेछ त्यसैले अनि हामीले बुझ्नु पर्दछ जान्नु पर्दछ अनि अनि आजको लागि म यतिमै विश्राम राख्न चाहन्छु फेरि भोलि भेट्नेछु भवतु सर्वमङ्गलम